नमस्कार। म सुमेरु खगोल विचारबाट आज म यहाँहरूका समक्ष नेपालको संविधान 2072 लाई संशोधन गर्नको लागि देशभर सुझावहरू पनि कतिपय ठाउँबाट लिँदै होला अनि यसको लागि छुट्टै काठमाडौँमा एउटा ड्राफ्ट आयोग पनि अथवा ड्राफ्ट समिति के बनि पनि सकेको छ र त्यसले पनि आफ्ना कुराहरू तयार गर्दै होला र नेपाली जनतालाई अथवा नेपाली नागरिकहरूलाई पनि नेपालको संविधानको अपनत्व छ, किनभने जुन संविधान सभाबाट निर्माण गरिएको हो यसलाई अहिलेसम्म के कस्ता बाधा अड्चाउहरू परेर यसलाई पुनर्संशोधन गरेर अझै यसमा जन अपनत्व थप्न पर्दछ भन्ने नेपाली नागरिकहरूको चाह रहेको छ। नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील दुई ठूला छिमेकी बीच रहेको बफर स्टेट, भू परिवेष्टित स्रोत सम्पन्न तर विकास कार्यान्वयनमा चुनौती भोगिरहेको देशका लागि संविधान संशोधन गर्दा केवल राजनीतिक व्यवस्था मात्र अथवा राजनीतिक व्यवस्था भन्दा पनि राष्ट्रहित, विकास, सुशासन र कार्यक्षमता केन्द्रमा राखेर सुझाव नागरिकहरूले दिन सक्छन्। संविधान 2072 संशोधनका लागि केही सुझावमा म यहाँहरूलाई छलफल गर्न गइरहेको छु र पहिलो छ राज्य संरचना र शासन प्रणालीका विषयमा हामीले कुरा गर्नुपर्ने हुन्छ र संघ प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड अझ स्पष्ट बनाउने। अहिले धेरै विषयमा अधिकारको दोहोरोपन देखिन्छ र सार्वजनिक खर्च घटाउनु पर्ने अवस्था छ र जनताले सेवा छिटो पाउने गरी शासन प्रणालीलाई परिणाममुखी बनाउनु पर्दछ र राजनीतिक स्थिरता सुनिश्चित गर्न सरकार गठन र विघटन सम्बन्धी प्रावधान अझ स्पष्ट बनाउनु पर्नेछ, किनभने विगतमा हामीले यस विषयमा धेरै समस्याहरू भोगिसकेको देखेको कारण पनि यी सुझावहरू हामीले प्रस्तुत गर्न परेको हामी जहिलेसुकै स्थायी रूपमा देख्न चाहन्छौँ। र अर्को राष्ट्रिय हित र भूराजनीति, बफर स्टेटको संवेदनशीलतालाई ध्यानमा राखेर सन्तुलित परराष्ट्र नीतिलाई संवैधानिक मार्गदर्शन दिने गरी तयार गर्नुपर्दछ र राष्ट्रिय सुरक्षा, सीमाना, जलस्रोत, प्राकृतिक स्रोत र रणनीतिक पूर्वाधारलाई राष्ट्रिय प्राथमिकता दिने व्यवस्था बलियो बनाउने, छिमेकी र अन्तर्राष्ट्रिय सहकार्यमा राष्ट्रिय स्वार्थ संरक्षणलाई स्पष्ट संवैधानिक आधार दिने यो संविधानमा उच्च तहको व्यवस्था गर्नुपर्दछ। आर्थिक विकास केन्द्रित संविधान हुनुपर्दछ। यो कृषि, उद्योग, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई राष्ट्रिय अर्थतन्त्रको आधारमा अथवा राष्ट्रिय अर्थतन्त्रको आधार क्षेत्रको रूपमा वैधानिक प्राथमिकता दिने र लगानी मैत्री वातावरण, निजी क्षेत्रको सुरक्षा र उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रावधान थप बलियो बनाउने काम यो संविधानले गर्नुपर्छ र रोजगारी सिर्जना र युवा पलायन रोक्ने नीति संवैधानिक दिशा निर्देशमा समेट्नु यो संविधानले गर्नुपर्छ। प्राकृतिक स्रोत र पूर्वाधार, जलविद्युत, पानी, वन, खानी, पर्यटन क्षेत्रको उपयोगमा स्पष्ट राष्ट्रिय नीति अपनाउनु पर्दछ र ठूला राष्ट्रिय योजना अथवा परियोजनामा अनावश्यक राजनीतिक हस्तक्षेप कम गर्न संवैधानिक संयन्त्र तयार गरिनुपर्दछ। विकास आयोजना समयमा सम्पन्न नभए जवाबदेहिता तय गर्ने व्यवस्था गरिनुपर्दछ। यसरी यो संविधानमा यिनी कुराहरू उल्लेख हुन् भन्ने आम नागरिकहरूको विचार रहेको छ र यसैगरी सुशासन र भ्रष्टाचार नियन्त्रण सम्बन्धमा सार्वजनिक पदमा बसेकाको सम्पत्ति पारदर्शिता अनिवार्य बनाउने व्यवस्था बलियो बनाउनु पर्दछ। अख्तियार, न्यायपालिका, संवैधानिक आयोगहरूलाई अझ स्वतन्त्र र प्रभावकारी बनाउनु पर्दछ
विकास बजेटको दुरुपयोगमा कडा संवैधानिक उत्तरदायित्वका विषय पनि यो संविधानले अब समेट्नुपर्ने बेला आएको छ। न्याय सेवा प्रवाह, न्याय सुलभ, छिटो र कम खर्चिलो बनाउने दिशामा सुधार हुनुपर्दछ। नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत सेवाको व्यवहारिक सुनिश्चितता पाउने व्यवस्था हुनुपर्दछ। न्यायालय भनेको सबै जनताको, न्यायालयप्रति जनताको सम्मान हुनुपर्छ। न्यायालयमा गएपछि छिटो छिटो मुद्दा सरितो किसिमबाट त्यसलाई फैसला हुनुपर्छ। जनताले न्यायालयलाई साँच्चै यो हाम्रो न्याय दिने, न्यायको घर हो भन्ने कुरा महसुस गर्ने अवस्थाको संविधान हुनुपर्छ र न्यायपालिकालाई पनि त्यही अनुसारको आचरणमा ढाल्ने काम यो संविधानले गर्नुपर्दछ। र अर्को छ समावेशिता र क्षमता। र समावेशी प्रतिनिधित्व कायम राख्दै, समावेशी नेतृत्व त चाहिन्छ नै, कायम राख्दै योग्यता, दक्षता र कार्य सम्पादनलाई पनि प्राथमिकता दिनुपर्दछ। समावेशीको नाममा योग्यता बिर्सियो अथवा दक्षता बिर्सियो अथवा कार्य सम्पादन बिर्सियो अथवा कुनै एक बिर्सियो, यिनी कुरा गरियो भने फेरि राष्ट्र निर्माणमा खिचल हुन्छ र राष्ट्र सही ढङ्गबाट अगाडि बढ्न सक्दैन। त्यसैले कार्य सम्पादनलाई, यिनी सबै कुरालाई, योग्यता, क्षमता, दक्षतालाई राखे पनि समावेशी प्रतिनिधित्वलाई पनि सँगै लैजानुपर्छ। र आरक्षण प्रणाली समयानुकूल चाहिँ समीक्षा गर्ने र संवैधानिक आधार तय गर्नुपर्छ। अहिलेसम्म पनि यो आरक्षण प्रणाली राखिए पनि अब यसलाई संविधानले अहिले अब फेरि पुनरावलोकन गर्ने बेला आएको छ र यसलाई हेर्नुपर्छ र यसलाई संवैधानिक आधार खोज्नुपर्छ। राष्ट्रिय उत्पादन र आत्मनिर्भरता, आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने संवैधानिक मार्गदर्शन हुनुपर्दछ। कृषिजन्य, औद्योगिक र प्रविधि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति तय गरिनुपर्छ। यदि देशको समग्र विकासलाई केन्द्रमा राखेर छोटो सुझाव लेख्ने हो भने, यदि त्यसरी केन्द्रमा राखेर एउटा हामीले छोटो रूपमा समग्रमा भन्नु पर्यो भने के भन्न सकिन्छ भने, नेपालको संविधान संशोधन गर्दा राजनीतिक अधिकार मात्र होइन, आर्थिक समृद्धि, सुशासन, राष्ट्रिय सुरक्षा, भूराजनीतिक सन्तुलन, प्राकृतिक स्रोतको प्रभावकारी उपयोग, भ्रष्टाचार नियन्त्रण र कार्यमुखी राज्य संरचनाको सुनिश्चित हुने प्रावधानलाई प्राथमिकता दिनु पर्दछ। यसरी यहाँभन्दा पनि अरू धेरै कुराहरू, सुझावका कुराहरू यसै भित्रबाट हामी अब भन्ने संविधान अथवा संशोधन संविधानको विषयमा खोज्नुपर्छ। देशभित्र प्रदेशको अवस्था के गर्ने, संघीय सरकार कसरी चल्ने, स्थानीय निकायलाई कसरी बलियो बनाउने, यिनी कुरा त छँदैछन्। भ्रष्टाचार नियन्त्रण कसरी गर्ने, सुशासनका प्रत्येक पाइलामा सुशासनका कुराहरू कसरी हेर्ने, त्यसको अनुगमन प्रणालीलाई कागजका अक्षरमा मात्रै लेख्ने कि त्यस्ता यो गुणस्तरका पाटाहरूदेखि लिएर यसका धेरै कुराहरू छन्। धेरै कामहरू चाहिँ गर्नुपर्ने बाँकी छ। ती कामलाई पनि सबै निकायहरूले सहज ढङ्गबाट गर्न सक्ने वातावरणको सिर्जना अब हुने संशोधन हुने संविधानबाट गरिनुपर्दछ, न कि कुनै एउटाको स्वार्थको लागि, आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्नको लागि यो संविधान नबनोस् भन्ने हाम्रो चाहना छ। अहिलेलाई यति, फेरि भेटौँला। धन्यवाद, नमस्कार।